फिफा वर्ल्ड कप 2026 आउँदैछ है। तर नेपालमै बसेर कसरी सबै म्याच तपाईहरुले फुल लाइभ हेर्न सक्नुहुन्छ, कुन एपबाट लाइभ हेर्ने र मोबाइल, टिभी, ल्यापटपमा कुन माध्यम प्रयोग गरेर लाइभ हेर्न सकिन्छ त है। सो आजको यो भिडियोमा तपाईहरुलाई फिफा वर्ल्ड कप 2026 हेर्ने सम्पूर्ण माध्यमहरुको जानकारी दिनेछु र तपाईहरुलाई एउटा यस्तो प्लेटफर्म बताउनेछु जसको प्रयोगबाट तपाईहरुले सम्पूर्ण म्याचहरु चाहिँ फुल एचडी 4K मा लाइभ हेर्न सक्नुहुनेछ। सो यो भिडियो तपाईहरु अन्तिमसम्म हेर्नु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नु होला र भिडियोलाई एउटा लाइक गर्न चाहिँ नबिर्सनु होला, किनकि यस्तो भिडियोहरु बनाउन एकदमै मेहनत हुनेछ। नमस्कार साथीहरु, यदि तपाईहरु पनि म जस्तै फुटबलको ठूलो फ्यान हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि एकदमै महत्त्वपूर्ण हुनेछ। फिफा वर्ल्ड कप 2026 सबभन्दा ठूलो विश्वकप हुन लागेको छ है र यो पाली 48 वटा राष्ट्रहरु चाहिँ सहभागी हुनेछन् र यो पाली एकदमै रोमाञ्चक गेमहरु हुनेछन् र यो रोमाञ्चक गेमहरु हेर्न तपाईहरुले यो भिडियो हेर्नै पर्ने हुन्छ, किनकि यो भिडियोमा मैले सम्पूर्ण प्लेटफर्महरु र कसरी हेर्न सकिन्छ त्यसको सम्पूर्ण जानकारी चाहिँ दिने नै छु। अब कुरा गरौँ नेपालमा कसरी हेर्न सकिन्छ भनेर है त। हामीले यो भिडियोलाई चाहिँ तीनवटा पार्टमा डिभाइड गरेको छौं। फर्स्ट माध्यम, सेकेन्ड माध्यम र थर्ड माध्यम। पहिलो माध्यममा रहेको छ डिजियो एप। सो धेरै जस्तो साथीहरुको प्रश्न छ कि के डिजियो एपबाट लाइभ हेर्न सकिन्छ त। सो आजको यो भिडियोमा मैले सम्पूर्ण यो भनिदिन्छु तपाईहरुलाई। सो आधिकारिक ब्रोडकास्टिङ राइट डिजियो एपले पाइसकेको छ र यसले चाहिँ फुल फिफा वर्ल्ड कप प्रसारण पनि गर्नेछ। सो तपाईहरुले चाहिँ टिभी, ल्यापटप जस्ता टेक्निकल डिभाइसहरुमा चाहिँ तपाईहरुले मजाले हेर्न सक्नुहुन्छ, तर यसको चाहिँ केही सब्स्क्रिप्सनहरु लिनुपर्ने हुन्छ। सो तपाईहरुलाई त्यसको सब्स्क्रिप्सन लिने छुट्टै प्रोसेसहरु मैले स्टेप बाइ स्टेप अर्को भिडियोमा बनाउने नै। दोस्रो माध्यममा रहेको छ अनलाइन स्ट्रिमिङ प्लेटफर्म। अनलाइन स्ट्रिमिङ प्लेटफर्महरु अर्को देशहरुमा चाहिँ एकदमै धेरै युज गर्ने हुन्छ है। अन्य देशहरुले एकदमै धेरै फाइदा उठाइरहेको छ अनलाइन स्ट्रिमिङ प्लेटफर्महरुबाट। सो नेपालमा अहिले चाहिँ आधिकारिक रूपमा ब्रोडकास्टिङ राइट चाहिँ कुनै पनि अफिसियल अनलाइन स्ट्रिमिङ प्लेटफर्महरुलाई चाहिँ दिएको छैन। यदि तपाईहरुले चाहिँ त्यस्तो केही जानकारी आयो भने मैले तपाईहरुलाई युट्युबबाट तपाईहरुलाई सबै जानकारी दिइहाल्ने नै छु। र तेस्रो माध्यममा रहेको छ टिभी ब्रोडकास्ट भनेर। सो फिफा वर्ल्ड कप 2026 नजिकिँदै गर्दा टिभी ब्रोडकास्टिङ राइट चाहिँ नेपालले पाइसकेको छ र त्यो च्यानलको नाम चाहिँ हो हिमालयन स्पोर्ट्स एचडी भनेर। अब हिमालयन स्पोर्ट्स एचडी बाट तपाईहरुले चाहिँ टिभीमा एकदमै फुल एचडी मा लाइभ हेर्न सक्नुहुन्छ र त्यहाँ चाहिँ 999 को तपाईहरुले चाहिँ डीटीएच को त्यहाँ रिचार्ज गर्नुपर्ने हुन्छ। तपाईहरुले फुलै टुर्नामेन्ट चाहिँ हेर्न सक्नुहुन्छ। त्यसमा फ्री 4K लाइभमा नै हेराउनेछ। मैले तपाईलाई भिडियोमा भनेको थिएँ कि एउटा तपाईहरुलाई प्लेटफर्म भनिदिन्छु जहाँबाट तपाईहरुले मजाले 4K मा लाइभ हेर्न सक्नुहुन्छ भनेर। त्यो चाहिँ के हो भन्दाखेरि पहिला सुरु तपाईहरुलाई चाहिँ खल्ती एप डाउनलोड गर्नुपर्ने हुन्छ। सो तपाईहरुले पनि खल्ती एप डाउनलोड गर्नु होला र त्यसपछिको भिडियो मैले आगामी भिडियोमा चाहिँ बनाउने छु, त्यसको स्टेप बाइ स्टेप मैले भन्ने छु। सो चाँडै पनि मैले भिडियो रिलिज गर्ने छु है। तपाईहरु चाहिँ यो भिडियोलाई एकदमै बढी शेयर गर्नुहोस् हैन, लाइक गर्नुहोस्, किनकि म एकदमै चाँडै भिडियो बनाउन प्रोत्साहन मिलोस् मलाई है त। अनि यस्तै सपोर्ट गरिराख्नुहोस्। अब म फेरि अर्को भिडियोमा भेट्ने छु है।